टुना माछा बट्टाको यसलाई मैले खोलेर यहाँबाट निकालेर यहाँ रेडी गरेर राखेको छु। यसलाई म बनाउन गइरहेको छु। यसलाई मैले कराई बसाइसकेको छु। त्यसलाई म अलिकति तेल हाल्छु, कम्ती तेल खारिसकेको छ। यसमा कम्ती 5 फोरन पड्काइदिनुहोस्। अदुवा र लसुन काटेर रेडी गरेको छु। अब यसलाई म तेलमा हालिदिन्छु। रातो हुन्छ भेट्नुपर्छ। म प्याज हालिदिन्छु, रातो भयो भने अलिकति पाउडर भइसकेपछि प्याज, त्यहाँदेखि टमाटर हालिदिनुहोस्। अलिकति नुन हालिदिनुहोस्। डल्लेको पेस्ट, मैले डल्लेको पेस्ट बनाएर राखेको छु। यो अप्सनल हो, तपाईँले हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ। म चाहिँ अलिकति हाल्छु। अझै खतम हाल्दा पनि भयो। मजाले चलाइदिनुहोस्। जिराको पेस्ट अन्त कम्ती टेस्टको लागि मात्रै धनियाँको पेस्ट यो हालिदिनुहोस्। टुना एकछिन 5 मिनट जस्तो छोपेर पकाउनुहोस्, सानो ग्यास बनाएर। माछा त पाक्यो होला, मजाले पाक्छ। अब यसलाई धनियाँ काटेर रेडी गरेको छु, यो हालिदिनुहोस्। टुना माछा पनि रेडी भयो।